यो हलिउड त टिपेर खान सकिँदैन क्या दिदी मान्छेले खाने भने त बट्टा चराले खाएर सिधाइसक्यो तर खाउनु खानु चराले नि हेर्ला नि कसले दिन्छ र होइन तिहारसम्म रहँदैन जस्तो छ यो चाहिँ रातो अम्मा हो रातो अम्मा चोरेर सिधाइसक्यो चोरेर बाटोमा भएको झन्नै खचे हलुवा चाहिँ राखिदिनु है मलाई दिदी 2 किलो ती तिहारलाई गाईहरू हामी चाहिँ अब लप्सीको चिल्ला खोज्दैछौँ अस्ति न लामखुट्टे टोकेर मारेको थियो दिदी मलाई त घाँस काटिसकेर छ नि त भेटी भेटी मैले त कुहिया दिदीले चाहिँ धम्मा धम लप्सी यता छ दिदी अम्मा त रातो चाहिँ मिठो रहेछ है म त पाके अम्मा भन्दा त्यो हुन्छ हरियो मनपर्छ क्या लप्सीको रुख चाहिँ यत्रो ठुलो छ फेरि मिठो क्या सानो भित्रको च्याम्पोडे चाहिँ सानो तर ठुलो गुदी भएको हरियो भए पनि मिठो खायो लप्सी क्या यसपालि दियोस् यहाँ फलेर किन्न परेन हलुवा बेदको बोटेर नफल्या केही छैन दिदीहरूको बारीमा यो रुख त नमास्ने है उद्यान छ टोकेर मार्न आइसक्यो तपाईँ भेटिँदैन होला यो नि जुठो हालेको छ चराले है खोजिरहनु पर्दैन अनि जुगा सुगा त लाग्दैन है यता यता घाँसमा लुके हुन्छ नि त सबै थरीको बोट छ हाम्रो दिदी घरमा अमलाको रुख भयो यो अमला चाहिँ फलेको छैन यो देखेको डाँडा चाहिँ कपनको डाँडा हो एकदम रमाइलो छ कपनको डाँडा वारिपारी छ हलिउड झ्यासा मात्रै हाल्ने हो देखिँदैन हाल्ने मात्रै हो फोटो भिडियोमा आउँदैन क्या यो यहाँ 2 दिन हाल्नु त म पनि खोजिदिनु पर्यो अलिक डर हुन्छ क्या दिदी सर्पहरू आउँछ कि भनेर है हरियो लाउनु नि हो र यसपालि तिहार चाँडै भयो नि त त्यही भएर होला दसैँ तिहार चाँडै भयो नि त 2-3 किलो चाहिँ राखिदिनु है मलाई दिदी माइकमा लानलाई क्या थुङ्गे फुलहरू त पोहोरबाट त कति हुन्थ्यो नि त यसपालि त किन्न पर्ला जस्तो छ है तपाईँहरूको यो के को रुख हो काँडाको के को त्यो काँडाको हुनु नि यो आलु पखाएको ए अहिले नै आलु पखाएको फुल फलिसक्यो कति चाँडो हेर्नु न ल भने के कराएको न झ्याउकिरो कि केराको बोट बाटोपट्टिको केराको बोट त टन्नै छ है तपाईँहरू फलाइ दिदी नास्पाती हो नभएको केही छैन नास्पाती अम्बा केरा हलुवा बेर आँप लौसी ल जाम ल हिँड्नु लामखुट्टे टोक्योहरू भन्दा नि अब आज लानु हुँदैन क्या भोलिपछि आउनुपर्छ अब 10 दिनपछि के खोज्नु लाग्यो बुवा के खोज्नु लाग्यो दाँत छ तपाईँको दाँत केही देखेन नहुने बाटोको छेउमा भएर क्या धेरै टिप्न सकेनौँ अहिले सबै लानु हुँदैन भोलि पर्सि नि लानुपर्छ आजै लग्यो भने सिद्धिन्छ भनेर लामखुट्टे टोक्यो